बुवा तपाईले हान्नु त मम्मी आया मम्मीले आए भइसन मम्मी। हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। आज चाहिँ हामी छोरीलाई चाहिँ जिस्काउन खोजिरहेको छौं। जस्तै कि मम्मीले चाहिँ मलाई पिटा जस्तो गर्नुहुन्छ अनि छोरीको रियाक्सन कस्तो हुँदो रहेछ हेर्नु है त। मेरो नानीलाई होइन 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 ल तपाईहरुले पनि देखिसक्नुभयो, मम्मीले मलाई अलिकति गाली गर्नुभयो जस्तो गर्दाखेरि चाहिँ उसको रियाक्ट चाहिँ यस्तो छ, रोको रहेछ। अब चाहिँ के गर्छ हेर्दै जाउँ है त। मेरो नानीलाई तपाईहरुले पनि देखिहाल्नुभयो। मलाई चाहिँ कसैले गाली गर्ने जस्तो कराएको जस्तो गर्यो भने चाहिँ छोरीले चाहिँ यस्तै गर्छ। अनि मलाई चाहिँ यस्तो गर्यो। अब चाहिँ बाजेले चाहिँ पिटा जस्तो गर्नुहुन्छ। अनि के कस्तो हुँदो रहेछ है त। मम्मी बुवा हाँस्दा पनि अब तपाईले मम्मीलाई अब तपाईले गर्नु न बाजेले मामले पा गर्नुभयो भने मम्मी रुनु नि त। उल्टो अहिले नै हान्ने रहेछ कस्तो हामी दुवैले तपाईँले हान्नुभयो भनेर होला नि। बुवा तपाईँले हान्नु त मम्मी आया मम्मीले आए भइसन मम्मी यहीको दुईटैले पो हान्छ त। मामले पा गर्नुभयो के बाजेले चाहिँ पा गर्ने हो नि तिमीले। फेरि गर्नु न बुवा मामलाई नि हान्नु त। मम्मीलाई के मम्मीलाई मम्मीले गर्नु
उहाँमा लाग्यो हामीले चाहिँ छोरीको रियाक्सन कस्तो हुँदो रहेछ भनेर हेर्नको लागि मात्र यो भिडियो बनाउन खोजेको थियो, जिस्काएको थियो। तर छोरी त एकदम धेरै रोयो है, नराम्रो पनि लाग्यो। अब के गर्नु, रमाइलो पनि भयो, छोरी रोको देखेर नरमाइलो पनि भयो। तपाईँहरूले चाहिँ नराम्रो नसोचिदिनु होला, भिडियोलाई माया गरिदिनु होला। के कस्तो लाग्यो जानकारीहरू दिँदै गर्नुहोला। मेरो चाहिँ मलाई चाहिँ भिडियो बनाउन आउँदैन खासै, यतिकै ट्राई गर्दै मात्र हो, टाइम पास पनि हुन्छ भनेर चाहिँ गरेको। हस् त, बाई बाई।